हेलो गाइज फेरि मैले चाहिँ आजबाट फेरि मेरो युट्युब च्यानललाई सुरु गर्न लागेको छु होइन। अनि आज चाहिँ हामी बागबाग गर्न लाग्छु घुम्नलाई। म यतिखेर 5:30 भयो। अहिले म उठ्यो अनि ब्यागहरू प्याकिङ गरेँ। अब म निस्किँदैछु र मेरो भिडियोहरूलाई चाहिँ सबले सब्सक्राइब सेयर गरिदिनु होला। ल है त गाइज म चाहिँ निस्किएको है त। माई न्यू ब्लग फेरि है। अब आजबाट चाहिँ मैले फेरि मेरो युट्युब च्यानललाई सुरु गर्दैछु ब्लग बनाउनको लागि। अनि आज चाहिँ मेरो गाउँको जुन चाहिँ हाम्रो रिसित गाउँको केटाहरू सबै हामी घुम्नलाई बारबोक जाँदैछौँ। अनि हामी चाहिँ कोही काठमाडौँबाट, कोही धादिङबाट, कोही चितवनबाट है। त्यसैले हामी चाहिँ यहाँबाट 8-9 जना हुन्छ। अहिले हामी भेटेर जान्छ। त्यसैले म चाहिँ यहाँ घरबाट निस्किन लागेको छु है त गाइज। म सब भिडियोहरू तपाईँहरूको माझ ल्याउने छु रमाइलो जस्तो हामी केटाहरू ग्रुप है त गाइज। ल त गाइज निस्केको म ल है गाइज। अब हामी चाहिँ यहाँ चिया खानलाई रोकेको छु। हामी चाहिँ अब हाम्रो ग्रुप केटाहरू आइपुगेको छ। अब है हामी चाहिँ चिया खानलाई नै रोकिरहेको छु। अब हामी केटाहरू चाहिँ चितवनबाटको चाहिँ हामी 8 जना छौँ। अब अरू चाहिँ काठमाडौँबाट अनि हामी धादिङबाट है त है। यो चाहिँ के ठाउँ भन्छ हामी इस्लिङभन्दा अलिकति यता छु है। अब हामी चाहिँ यहाँ चिया खाइन्छ अनि त्यसपछि फेरि लागिन्छ हाम्रो गन्तव्यमा। आजको गन्तव्य भनेको हाम्रो बारबोक हो, भोलिको लारबोक। आज चाहिँ हामी टक्क है नि चिया खाँदैछु। ल गाइज हामी है भोलि एकछिन देखिन्छ। जाडो भइरहेको छ। जाडोमा है तातो चाहिँ के खानुपर्छ नि चिया हो। हाम्रो चाहिँ कालो चिया है। यसलाई चाहिँ यो चाहिँ हल्का जाडोमा तातो है। अनि चना अन्डा हामी खाना बाँकी छ। चना अन्डा पनि बाँकी छ। ल हाम्रो सेलरोटी खायौँ। हाम्रो नवीन गुरुङ दिँदै दिइरहेको छ उहाँ कलमा पनि मुखमा पनि। अनि हाम्रो काका हुनुहुन्छ, यो मेरो भाइ, मेरो दाइहरू है त। हामी चाहिँ अब यहाँ चिया अन्डा तरकारी खाँदैछौँ। हेलो गाइज हामी चाहिँ अब धादिङभित्र छिरिसक्यो होइन। अब टक्क धादिङ बजारतिर है बाटोमा लाग्दैछु। अब हाम्रो धेरै भयो 12-13 किलोमिटर। लाइट बलियो देखाएको चाहिँ बारबोक है। अब हामी भोलि चाहिँ यहाँबाट लारबोक जान्छौँ। त्यो चाहिँ बारबोक भइहाल्यो। हामी चाहिँ यहाँ होटलमा छौँ है। आजको नाइट सुताइ चाहिँ हाम्रो नै हुनुहुन्छ। लारबोक चाहिँ कताबाट जान्छ है गाइज। हामी चाहिँ होइन भर्खर होइन आइपुग्यो। अनि टक्क खाना खानुभन्दा अगाडि चाहिँ आइपुगेर अब चिया खाइन्छ। सबैजना आइपुगेको छ हामी चाहिँ होइन है त। हामी चाहिँ टक्क लगाएर यस्तो आउँदैछु। अब भोलि बिहान चाहिँ सिनहरू अलिक राम्रो हुन्छ यो बारबोकको। अहिले चाहिँ हल्का सो तपाईँहरूलाई है त आजको यो सानो भ्लगलाई सब्सक्राइब सेयर गरिदिनु होला।